एउटा मेडिकल व्यवसायीले 4000 जुलुस निकाल्दा आज हामीले खुट्टा कमाएर देश र अन्तर्राष्ट्रियको न्युज बनाएका छौं। भोलि 40,000 को जुलुस निस्कियो भने के हुन्छ? यहाँ तले हान्यो सबै माथिल्लो निकाल्यो भने होइन, कसको इच्छा लागेर गोली चलाइदियो त्यहाँभित्र। यही अवस्था हो भने हामीले सत्ता चलाएको वा सत्ता नचलाएको के परिस्थिति हो? आज के कारणले छोडियो? म भन्न चाहन्छु, प्रवेश पास दिएको थियो हेर्नलाई, त्यो गाडी ल्याएर त्यो मान्छेलाई आज कसका कमजोरीले भएको? कहाँ हो आज जिल्ला त्यो पोस्ट? सबै सँगै थिए कि कोही घुम्न गएको थियो त्यहाँभित्र पनि? किनभने केन्द्रीय कमान्डरले के हेरेर बस्या? निर्देशन दिनु पर्ने कि नपर्ने कि बस्ने मात्रै हो? त्यहाँ देशको मुलुकको घटना आगो जल्या छ सारा सुरक्षाको राडरभित्र। आज के भने एउटा वाटर क्याननलाई हामीले अर्को ठाउँमा पुर्याउन नसक्ने अवस्थामा कसका लागि भनौँ? तर पछाडिबाट गोली हानिएको छ सुरेशलाई। त्यो परिस्थिति किन आयो? जुलुस फर्किएको बेला, जो जुलुस कोटेश्वर छोडेर गइरहेको बेलामा गोली चलाएको अवस्था पनि त्यहाँभित्र छ। यो अन्तर्राष्ट्रिय क्षेत्रको चासो पनि छ र भोलि हामीले तर्जुमा गर्ने नीतिका बारेमा पनि यो छुन सक्ने परिस्थिति छ। त्यसैले म के भन्छु भने धेरै कुरा त मेरो आँखाले पनि देखिरहेका छैन। अब यो सामाजिक सञ्जालहरू बोल्यो, कोही डिफेक्ट हुन्छन्, कोही केही हुन्छन् भन्ने कुरा पनि आएको छ। त्यसैले म माननीय मन्त्रीज्यू र सुरक्षा निकायलाई म खालि के राख्न चाहन्छु भने आज मेरो यो जिज्ञासा, प्रश्न गर्नलाई धेरै कुरा बुझेर प्रश्न गर्नुपर्छ होला, जिज्ञासा राख्नलाई आफ्नो मनमा भएको कौतूहललाई व्यक्त गर्नुपर्ने अवस्था पनि हुन्छ। त्यसैले आज माननीय मन्त्रीज्यूले पनि सुरुमा बोल्दाखेरि अत्यन्तै सिरियस भएर पनि बोल्नु भएको छ, देशको वस्तुस्थितिलाई पनि झल्काउनु भएको छ र जहाँसम्म लाग्छ उहाँको त्यो देशको वस्तुस्थितिलाई हामी पनि त्यत्तिकै चिन्तित अवस्थामा छौँ। आज हामीले ल्याएको लोकतान्त्रिक सङ्घीय गणतन्त्रका बारेमा प्रश्न चिन्ह उठ्न थालेका छन्। बडो मुस्किलले ल्याएको हो, धेरै सङ्घर्षबाट आएको हो। आज सजिलैसँग प्रश्नहरू उठिराखेको छ, बाहिर मात्रै होइन, यहीँ पनि उठिरहेछ, सदनभित्र पनि उठिरहेको छ। यी कुरालाई हामीले सिरियस समयमै सिरियस बन्न सक्छौँ कि सक्दैनौँ, यसबारेमा सबैको बेलैमा म भन्छु, अझै दोहोऱ्याएर भन्छु, बेलैमा सबै सचेत र चनाखो हुनु जरुरी छ। आज लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई व्यवहारमा नै बलियो बनाउने हो भने ती सबै राजनीतिक दलहरू हिजो केका लागि लडेका थियौँ त्यसबारेमा पनि केही कुराहरू सोच्नुपर्ने आज व्यवस्था र बाध्यता आएको छ। म गृहमन्त्रीजीसँग एउटा कुरामा म सहमत पनि छु। उहाँले बडो भावुकताका साथ भन्नुभएको छ, हामीले यिनीहरूको क्रियाकलाप फागुन 7 गते पनि हेरेका छौँ, के कुरा गरे, फागुन 25 गते पनि हामीले यिनका क्रियाकलाप हेरेका छौँ। को कहाँ जाने भन्ने कुराको पनि बाहिर मिडियादेखि सबैमा चर्चाको विषय बनाएका छन्। म आदरणीय गृहमन्त्रीज्यूलाई अनुरोधका साथ भन्न चाहन्छु, म त बाहिरको एउटा सिम्पल सांसदका हैसियतले त मैले केही कुरा बुझ्दैछु भने तपाईँ त देशको सबै सुरक्षा निकायलाई सम्हालेर कमान्डिङ गरेर बसेको व्यक्तित्व हुनुहुन्छ। त्यसैले मेरो आग्रह छ तपाईँसँग, सिना मङ्गलको क्षेत्र किन घोषणा गरियो? मेरो तपाईँसँग जिज्ञासा हो, प्रश्नको रूपमा नलिदिनु होला। मलाई सिना मङ्गल क्षेत्र कस्तो लाग्छ भने यो विमानस्थल पनि यहीँ छ, इन्धन डिपो पनि ठुलो भण्डारण त्यहीँ छ, पेट्रोल पम्पदेखि मिडिया हाउसहरू पनि त्यसैमा छन्। सिना मङ्गल 3 कुने जस्तो संवेदनशील ठाउँमा जो सुरक्षाको राडरभित्र पर्छ होला, आज त्यो ठाउँमा हामीले कल्पना गरेका व्यक्तिहरूलाई तिमीहरूले त्यहाँ कार्यक्रम गरेर भन्नु सुरक्षा निकाय हाम्रो कमी कमजोरी हो कि होइन, यसतर्फ म सुरुमा मेरो जिज्ञासा पनि म राख्न चाहन्छु। जहाँसम्म छ थाहा छ यिनीहरू उशृङ्खल पनि हुन्, यिनीहरू अराजक पनि हुन्, यिनले गर्न सकेको हरकत सबै गर्छन् भन्ने कुरा गृहमन्त्रीलाई सूचना नभएको होइन। मैले जनरली केही मित्रहरूलाई सुरक्षाका लागि सोद्धा पनि कुरा संवेदनशील छ है भन्नुहुन्थ्यो। म त्यो दिन बिहान पनि 4-5 अफिस जाने क्रममा बाटोमा सुनसान थियो, के हुँदैछ होला है भनेर मान्छे तराई भएको अवस्था। मैले पनि 1 बजीतिर घर पुगेको थिएँ, सबै काम गरेँ। त्यो स्थितिमा पनि गृह प्रशासन जो अत्यन्तै म भन्छु राष्ट्रिय अनुसन्धान विभाग जो आफ्नो काममा लागिरहनु पर्ने हो, जसले देशको सबै सुरक्षालाई आफ्नो हातमा गरेर इन्फर्मेसन दिनुपर्ने हो, त्यस्तै गरेर सिआइबी जस्तो इन्टेलिजेन्ट आज कुन ठाउँमा हामी चुकेका छौँ, विशेष ब्युरो कहाँ गयो, अपराध अनुसन्धान महाशाखा कहाँ गयो, सबै सिधै देशमै घुम्ने हुन्थ्यो यिनीहरू। आज सबैलाई इन्टेलिजेन्सहरूलाई एक ठाउँमा राखेर हामीले खबर लिन नसकेको वा इन्टेलिजेन्सहरूको पनि केमा के ल्यासेस भएर गएको, यसको बारेमा वास्तवमा म एउटा साधारण भन्छु, छातीमा हात राखेर आज हामीले सोच्ने कि नसोच्ने, आज मुलुक कुन अवस्थामा हामीले पुर्याउँदैछौँ, आज राष्ट्रिय र अन्तर्राष्ट्रियको चर्चाको विषय किन बनाइराखेका छौँ?
म ती कुरातर्फ पनि म गर्न चाहन्छु। म यो पनि भन्न चाहन्छु, गिरिजाले भन्नुभएको छ प्रदर्शनकारीको संख्या कम छ, तर सुरक्षा निकायको संख्या त्यहाँ बढी नै छ। बढी सुरक्षा निकाय हुँदाखेरि पनि हामीले कन्ट्रोल गर्नुपर्छ कि पर्दैन? के हामी त्यहाँ हामी राम नाम जपेर बसेका हो र त्यहाँ हामी त लट्ठीसम्म सबै कुराको परिआउने भविष्यको लागि लड्नका लागि तयार हुनका लागि बसेको होला। एकजना व्यक्तिले गाडी आफ्नै रफ्तारमा कुदाएर दुईटा जनपदको लेयरलाई क्रस गरेर सशस्त्रको लेयरमा आउँदाखेरि बल्ल ढुङ्गा अलिकति लट्ठी चार्ज गरिसकेपछि लेन परिवर्तन गरेर अगाडि बढेको अवस्था। तर म आग्रह गर्न चाहन्छु गृहमन्त्रीज्यू, तपाईँ पनि दुःखै पाएर आएको, मलाई थाहा छ। कहीँ बोर्डर क्रस गर्दा मैले 35 सालदेखि म भन्छु 46 सालसम्म आन्दोलनमा लाग्दा बोर्डर क्रस गर्दा प्रहरीले समात्छ, साथीहरू उग्र हुन्छन्, लाग्छन् हाम्रो नेता किन समातिस भन्छ। त्यो भूमिकाबाट हामी आएका हौँ। आज के कारणले छोडियो म भन्न चाहन्छु। प्रवेश पास दिएको थियो हेर्नलाई त्यो गाडी ल्याएर त्यो मान्छेलाई आज कसका कमजोरीले भएको कि प्रवेश पास दियौँ भने प्रवेश पास दिए कि भन्नु पर्यो, होइन भने के भने यी सबै कुरालाई मध्यनजर नगरेर अगाडि बढ्ने हो पनि भोलि हामीलाई झन् ठुलो अप्ठ्यारो पर्न सक्छ। म भन्न चाहन्छु जिल्ला कमान्ड पोस्ट हुँदो नि, त्यसले आफ्नो रेखदेख गरेको हुँदो नि त, त्यहाँ कहाँ हो आज जिल्ला त्यो पोस्ट? सबै सँगै थिए कि कोही घुम्न गएको थियो त्यहाँभित्र पनि? प्रश्नवाचक चिन्हहरू उठ्न सक्छ। कुरै गर्नु पर्यो भने कुरा गरौँला। आज म भन्न चाहन्छु केन्द्रीय कमान्डोले के भने केन्द्रीय कमान्डोले के हेरेर बस्याछ? निर्देशन दिनुपर्ने कि नपर्ने कि बस्ने मात्रै हो? त्यहाँ देशको मुलुकको घटना आगो जल्या छ। आज के भने सुरक्षा जिल्ला पनि कमान्ड बस्ने, केन्द्रीय पनि त्यही अवस्थामा बस्दाखेरि मुलुकको अवस्था के हुन्छ? म आग्रह गर्न चाहन्छु सशस्त्रको के भने वाटर क्यानन बाहिर निकाल्दाखेरि यो राज्यले बाहिर निकाल्न सकेन। आज त्यो यति निकाल्न सकेको भए आज वास्तवमा ती हाम्रा साथी के भने सुरेश रजक बाँच्न पनि सक्थ्यो कि मेरो मनको थुपदिली मात्रै हो, मेरो जिज्ञासा मात्रै हो। आज त्यत्रो सुरक्षा निकाय काठमाडौँको राजधानीमा त्यो पनि 3 खुनेमा सारा सुरक्षाको राडरभित्र आज के भने एउटा वाटर क्याननलाई हामीले अर्को ठाउँमा पुर्याउन नसक्ने अवस्थामा कसका लागि भनौँ? कसको गल्ती भन्ने मेरै गल्ती भन्ने हो वा? आज सबै हामीले सुरक्षाको जिम्मा लागेका साथीहरूलाई भन्ने हो। भनौँ भने सबै आफ्नै आफ्नो लाग्छ, नभनौँ भने के परिस्थिति छ मुलुकको यसतर्फ हामीले हेर्न सक्ने कि नसक्ने। म अर्को कुरा गर्न चाहन्छु, आज सबिन महर्जनको छातीमा गोली लागेको छ। म विनम्रका आग्रह साथ विषय र सुरक्षा निकाला हेरेर म भन्न चाहन्छु तपाईँहरूलाई, सुरेशको उसको छातीमा गोली लागेको छ, त्यसको जस्टिफाई तपाईँहरू के गरेर गर्नुहुन्छ? जस्टिफाई गर्न सक्ने तपाईँहरूसँग ताकत छ? मलाई सुन्ने मन छ त्यसको कुरामा पनि। आज भन्छु सुरेश के भने प्रहरी जुलिसको ग्याप 100 मिटरको परको ग्याप, त्यो ग्यापबाट पछाडिबाट अगाडि छातीमा लागेको छ, तर पछाडिबाट गोली हानिएको छ सुरेशलाई। त्यो परिस्थिति किन आयो? जुलिस फर्किएको बेला, जो जुलिस कोटेश्वर छोडेर गइरहेको बेलामा गोली चलाएको अवस्था पनि त्यहाँभित्र छ। मुठभेड भएको पनि देखिँदैन फेरि त्यहाँ हेर्दाखेरि। के भनेपछि त्यसपछि के त्यो डिरेक्सन पनि जो पोइन्टबाट पछाडि गएको छु त्यो के भने डिरेक्सनबाट आएर गोली लागेको छ। आज भन्दाखेरि के हो त? कसले हान्यो? सबै माथिल्लो निकायले भने होइन, कसको इच्छा लागेर गोली चलाइदियो त्यहाँभित्र? यसलाई हामीले कन्ट्रोल गर्न सक्ने हाम्रो परिस्थिति छ कि छैन? आज राज्यमा सबै कुराको जवाब त दिनै पर्ला नि राज्यले। म अर्को पनि भन्न चाहन्छु त्यसै गरेर तपाईँहरूको जो चाहिँ आन्दोलनमा सरिक नै नभएका के त्यो गल्लीमा हिँडिरहेका के भने कोटेश्वर बहुमुखी क्याम्पसका तेस्रो वर्षमा अध्ययनरत के भने रेविका खत्री र उनका दाजु दिनेश खत्रीलाई गोली लागेको छ। यसको अर्थ गोली मजाले चल्यो। गोली कन्ट्रोल गर्ने भन्दा पनि के कारण हो, के कारणले बिग्रियो त्यो प्रहरीको लयहरू, के कारणले बिग्रियो सशस्त्रको लयहरू, सबै कुरामा अगाडि गयो। त्यसैले म तपाईँलाई आग्रह गर्न चाहन्छु, आज नेपाल प्रहरी हो, नेपाल सशस्त्र प्रहरी हो, अन्य सुरक्षा निकायहरूको के समन्वय थिएन त्यो दिन? योभन्दा मलाई अप्ठ्यारो लाग्छ। समन्वय नभएको हो त आज मुलुकभित्र त्यो परिस्थितिमा। त्यसैले म भन्न चाहन्छु हजुरलाई 2022 मा डेट एक्सपायर भएका असुर ग्यासको प्रयोग भएको छ। के भने यसमा सबै भिडियो र सञ्जालहरूमा आएको छ। आज साँच्चीकै म गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु, हामी अब यस्तो नयाँ किन्न सक्ने अवस्थामा मुलुक छैनौँ अहिले। हामी यिनीहरू असुर ग्यासहरू के भने जो मिति भएका किन्न नसक्ने अवस्थामा पुगेका हौँ त हाम्रो राज्य। आज जनताको के भने सुरु आयो होलान्, अलिकति भुलभर मचाउने पनि आयो होलान्, त्यसमा जनता पनि त छन् नि। तिनको जीवधनको सुरक्षादेखि तिनीहरूको स्वास्थ्यलाई पनि त ख्याल गर्नुपर्ने होला नि। पुराना 22 भएकालाई ल्याएर हालेर सारा ठाउँमा मानव अधिकारदेखि सबै ठाउँमा देशको चर्चा बनाउने परिस्थिति कसरी आएको छ, यसका बारेमा पनि अलिकति संवेदनशील भएर सोचौँ मेरे हो।
म आग्रह गर्न चाहन्छु राज्य अभिभावकको, किनभने स्टेट रेस्पोन्सिबिलिटी सरकारले लानै पर्छ। नागरिकको जीव र धनको सुरक्षा सरकारले गर्नै पर्छ भन्ने अहिले पनि मेरो जोरदार माग रहेको छ। म आज भन्न चाहन्छु 76 वर्षको एकजना मान्छे, एउटा मेडिकल व्यवसायीले 4000 जुलुस निकाल्दा आज हामीले खुट्टा कमाएर देश र अन्तर्राष्ट्रियको न्युज बनाएका छौँ। भोलि 40,000 को जुलुस निस्क्यो भने के हुन्छ? यहाँ के त्यसका लागि छ कि छैन हाम्रो सुरक्षा निकाय तयार? के आँसु मात्रै बगाउने परिस्थिति हो? म आग्रह गरेको राज्य हो, यो इन्डिपेन्डेन्ट मुलुक हो हाम्रो, यो मुलुकका लागि हामीले केही गर्न सक्ने कि नसक्ने, भोलि जे खालको परिस्थिति पनि यहाँभित्र जन्मिन सक्छ भन्ने मेरो आग्रह पनि हो। म एउटा कुरा अहिले मात्रै भनेको छैन गृहमन्त्रीज्यू अगाडि, मैले सम्माननीय प्रधानमन्त्रीज्यू आउँदा पनि मैले राज्य व्यवस्था भनेको छु। यो मुलुक गणेशनाथजीले भन्नुहुन्थ्यो, म आज दोहोऱ्याउँछु त्यो कुरा पनि, यो मुलुक 46 सालमा भन्नुहुन्थ्यो उहाँले, यो मुलुक एउटा बारुद खाना जस्तो भएको छ, कहिले एउटा काँटी फाल्यो भने यो मुलुक बल्छ भन्नुहुन्थ्यो। म आज तुलना गर्न चाहन्छु, 46 सालको अवस्था र अहिलेको अवस्थालाई तुलना गर्ने हो भने मुलुक त्यो स्थितिमा पुगेको छ कि छैन? आज कसैले काँटी फाल्यो, एउटा 4000 मान्छे आउँदा आज हामीले रोक्न नसक्ने अवस्थामा हामी पुगिराखेका छौँ। त्यसैले मेरो विनम्र अनुरोध छ, यी सबै कुरालाई समाधानहरू गर्नुपर्छ। र आज विवाद चल्या, आज मञ्चमा टियर ग्यास आयो, छतबाट हाल्यो, छतबाट होइन भुइँबाट गएको भन्ने छ, राष्ट्रिय गान बजाइयो, त्यो के भएको भन्ने छ, त्यता पनि छ। त्यसपछि सिधै छातीमा गोली लागेको छ, पछाडि जुलुस अगाडि भागिरहेको अवस्था भनौँ वा जुलुस गइरहेको बेला छातीमा गोली लागेको छ। यी सबै कुराका कारणले पनि म भन्न चाहन्छु, आज कसैले डिफेक्ट भन्नु छ, परेले भनिसकेका छ, राष्ट्रिय गान उनीहरूको दावा हामीले गरेकै हो भन्ने, त्यस कारणले पनि म भन्छु आज निष्पक्ष छानबिन समिति गठन गर्नै पर्छ, जनतालाई जानकारी दिनै पर्छ। आज यदि लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई बलियो बनाउने हो भने आज को पार्टी सरकारमा छ को होइन, जहाँ जहाँ जनताहरू समावेश भएका छन् त्यही ठाउँमा के घटना घटेका छ र जनताले दुःख पाएका छन्, तिनका बारेमा हामीले चर्चा निकाल्नै पर्छ र छानबिन समिति अवश्य पनि बनाउनु पर्छ भन्ने मलाई विश्वास छ। गृहमन्त्रीजी, यो अब हामीले आलटाल गर्नुभन्दा पनि आज पनि सडकमा सुन्दै थिए, विभिन्न आफ्ना माग राख्दै 15-16 हजार मान्छे आज काठमाडौँको सडकमा छन्। आज हामीले तिनलाई जो आफ्ना माग छ ती मागलाई सम्बोधन गरेर हामीले आफैले सिग्नेचर गरेको माग पनि हामी मान्न तयार छौँ। शिक्षकसँग आएर त्यहाँ गएर सडकमा उर्लिरहेको छ, 10-12 हजारको मान्छे ल्याएर, किनभने साथीहरू ल्याएर उत्रिरहेको छ। यही अवस्था हो भने हामीले सत्ता चलाएको वा सत्ता नचलाएको के परिस्थिति हो? त्यसैले म गृहमन्त्री धेरै कुरा बुझ्नुहुन्छ, अत्यन्तै संवेदनशील भएर यी कुराहरूलाई बेलैमा निर्कुल निकालेर भोलि तिनकुने जस्तो घटना नघट्नका लागि हामीले आफ्नो ठाउँबाट यो सांसदका हैसियतले के जिम्मेवारी निर्वाह गर्नुपर्छ, त्यसका लागि सबै जिम्मेवारी निर्वाह गर्दै, तर सुरक्षा निकाय औँला बनेर बस्ने होइन। सुरक्षा निकायको इन्टेलिजेन्ट अप्ठ्यारो कहाँ मेचीदेखि महाकाली कहाँ भएको छ, सबै कुरालाई मध्यनजर राखेर यसलाई पिडपिड बनाएर सबैलाई अगाडि बढाउन सक्यौँ भने भोलि आउने भवितव्यलाई हामी सबै लागेर समाप्त गर्न सकौँला। होइन भने हालत यही परिस्थिति मुलुक जाने सम्भावना पनि देखिन्छ। त्यसैले सुरक्षा निकायले समयमा आफ्ना कुरालाई विचार गरेर अगाडि बढोस् भन्ने विनम्र अनुरोध गर्दै अझ भन्छु, मेरो प्रश्न होइन, मेरो जिज्ञासा हो, मेरो जिज्ञासालाई तपाईँले हल गराइदिनु हुनेछ भन्ने विश्वासका साथ छानबिन समिति हुनुपर्छ भन्ने माग राख्दै मेरा कुरा टुङ्ग्याउँछु। धन्यवाद। जय नेपाल।